दर्शक महानुभावहरू नमस्कार। आज मिति पुस 4 देशभर कहाँ कहाँ के कस्ता घटनाहरू घटे यस बारेमा सम्पूर्ण जानकारी दिनेछौँ। सुरुमा मुख्य हेडलाइन्सहरू रहनेछन् भने अन्तिममा पूरा समाचार रहनेछ। त्यसैले भिडियोलाई अन्त्यसम्म हेरेर पक्कै पनि साथ दिनुहोला। तत्काल भ्रष्टाचार मुद्दामा परेर नकु कारागारमा रहेका रवि लामिछाने र छविलाल जोशीको सुनवाई सफल भएको छ। अदालतले कस्तो निर्णय दियो दुई विरुद्ध यसबारे पनि विशेष छलफल गर्ने नै छौँ। चुनाव नजिकै जाँदा अदालतले रवि लामिछाने माथि गरेको फैसलाले रासपामा ठूलो मोड लिन सक्नेछ। एक पछि अर्को पत्रकार रासपा पार्टीमा जोडिँदै गएपछि पार्टी झनै बलियो भएको छ। अब भने रवि लामिछाने आएपछि पार्टी झनै उकालो लाग्ने सदस्यहरूको मान्यता। अन्ततः एमालेको महाधिवेशन सकिएपछि पार्टी भित्रको अवस्था के कस्तो रहेको छ। ईश्वर पोखरेललाई पछाड्दै ओली भए तेस्रो पटक अध्यक्ष। 1100 मत पछाडि परेका ईश्वर पोखरेलले के भन्छन् यस बारेमा सम्पूर्ण जानकारी। यसै गरी एमाले पार्टीमा विभिन्न पदमा को नेताले कति मत ल्याएर विजय हुन पुगे भने कति नेताले सदस्यको स्थान पनि नपाएपछि पार्टीभित्र उग्र वामपन्थी भएको छ। त्यसै गरी जेनजी समूह र अन्तरिम सरकार बीच भएको 10 बुँदे सम्झौता संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। जुन उद्देश्यले पुराना नेताहरू विरुद्ध आन्दोलन गरेको जेनजी समूहको माग पुराना दलहरू फेरि सत्तामा आइसक्दा पनि पूरा नहुने जस्तो देखिएको छ। प्रशासनले गरिरहेको काम कछुवा भन्दा ढिलो भएको भन्दै मन्त्री महावीर पुनले देखाए असन्तुष्टि। यसैबीच ललितपुरमा एकजना व्यक्तिको मृतक शव फेला परेको जानकारी। दर्शकबिन समाचार एकदमै महत्त्वपूर्ण भएकाले अन्त्यसम्म पक्कै पनि हेर्नुहोला। ढिला नगरिकन आउनुहोस् अब पूरा समाचारतर्फ लागौं। भर्खरै मात्रै अदालतले रवि लामिछानेलाई धरोटीमा रिहा गर्ने निर्णय सार्वजनिक गरेको छ। धरोटीमा रिहा भए पनि रवि लामिछानेले चुनाव लड्ने कि नलड्ने भन्ने जानकारी अहिलेसम्म खुलासा भएको छैन। यसअघि रवि लामिछानेको पेशी आफ्नो भागको बिगो रकम दाखिल गरेपछि पनि जिल्ला अदालतले उनलाई रिहा गर्ने आदेश भन्दा एकदमै विपरीत गएको थियो। अब चुनावको समय नजिकै जाँदा के गर्छन् त रवि लामिछानेले थप जानकारी पाउने बित्तिकै हामी यहाँलाई अपडेट दिनेछौँ। त्यसैगरी नेकपा एमालेको 11औं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित भएका छन्। यसअघि 9 र 10औं महाधिवेशनबाट पनि ओली नै अध्यक्ष बनेका थिए। महाधिवेशनमा विभिन्न नेताहरूको प्रतिस्पर्धा भए तापनि ओलीको नेतृत्वमा पार्टीलाई निरन्तरता दिन सकिने विश्वास व्यक्त गरिएको छ। महाधिवेशनपछि ओलीले पार्टीभित्र एकता र सदस्यहरूको सक्रिय सहभागितामा जोड दिने बताएका छन्। निर्वाचनमा सहभागिता जनाउने प्रतिनिधि तथा मतदाता प्रति उनले धन्यवाद दिएका छन्। नयाँ कार्यालयमा पार्टीको कार्यक्रम र अभियानलाई प्रभावकारी तरिकाले अघि बढाउने तयारीमा जुटिरहेका छन्। यसैबीच ललितपुरको धापाखेलमा 1.5 महिना अघि भारतीय इन्जिनियर देव कुमारको हत्या भएको खुलेको छ। निर्माणाधीन कोलोनीको बाथरुममा उनको हात खुट्टा र मुख बाँधेर धारिलो हतियारले टाउकोमा प्रहार गरी हत्या गरेको बताइएको छ। अहिलेसम्म पनि घटनामा संलग्न कसैलाई पक्राउ गरिएको छैन। जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरीले निर्माण स्थलको कामदारमाथि कडा निगरानी बढाएको छ। हत्या सामूहिक थियो वा व्यक्तिगत कारण स्पष्ट छैन र अनुसन्धान जारी रहेको छ। त्यसैगरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैली र प्रक्रियाप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले प्रशासनिक काम कछुवाको गति भन्दा ढिलो भएको भन्दै सुशासन र समृद्धिमा अवरोध पुगेको बताएका छन्। मन्त्री पुनले कर्मचारी तन्त्रको सुशासन र प्रणाली भित्र रहेको स्वार्थी समूहलाई दोष दिएका छन्। उनले सामाजिक सञ्जालमा आफ्नो अनुभव साझा व्यक्त गर्दै भने देशको हितको लागि काम गर्न खोज्दा यी बाधकहरूलाई पार गर्नै पर्छ। उनले सुधारका प्रयासमा अवरोध आउने तत्त्वहरू हटाउन जरुरी रहेको स्पष्ट पारेका छन्। हस्त दर्शकबिन आजको समाचार भने यति नै रहेको छ। धन्यवाद।